त्यसमा कहाँ खानाउने छ आज न्यू इयरको दिन वैशाख 2066 साल वैशाख 1 गते आज नयाँ सालको उपलक्ष्यमा हामी पार्कमा ग्रिल पार्टी राखेका थियौँ मिक्सिङ गर्न पनि सजिलो हुने यो केमा हाल्नु पाए चना के रे अहो यो त चाहिन्छ कि जस्तो लाग्यो अर्को पटकलाई यो अचार यसमा अट्दैन है अचार मैले सलाद निकाल्नलाई लिएर आउँछु यो त उ गर्ने हो नि त किनौला ज्याकेट लगाइदिनु पर्छ के कल्पना त्यस्तै छ है अब चाहिँ टोपी लाउनु पर्ला माथि बोल्नु त फ्रेस हो के होइन मेरो हामीसँग छैन है पहिला हामीले कति लिएर आउँदा पाकेट पहिला 2-3 पाकेट हैन पहिला कति पाकेट लिएर आउँदा बिहान मन्दिर गएको पाइन्छ तिनटै लिन पाइन्छ अलि सुगर डाउन भएको छ थ्याङ्क्स यसमा त हाल्नु पर्छ होला मन्दिर गएको मान्नु होइन मान्नु होइन लेन्स किन आसेको एउटा लिने नै हो कहाँ जानु पर्छ मैले पनि लिइरहनु भने प्रसाद देउताको प्रसाद मिठाई खाँदा त यो त अमिलो हुँदो यसमा त सबैको कामले गर्दाखेरि साह्रै टेन्सन हुन्छ कि यो पहिले सेट गर्नु चाहिँ अति नै गाह्रो अध्यक्ष बोलाएर बिल खाप पाउँदिनु आउँछु भने नेपाली न्यू इयर ग्रिल पार्टी लाली गुराँस परिवारबाट दिदीको आउट नचाहिने भने त आसिम भन्न आजको बारेमा आज 2066 सालको नयाँ वर्ष शुभकामनामा हामीहरू गेल्सेको सम्पूर्ण परिवार न्युन हाउजन पार्कमा आएर पिकनिक मनाउँदैछौँ मौसमले पनि धेरै राम्रो साथ दिएको हुनाले सबै साथीभाइ इष्टमित्रहरू सबै आउनुभएको छ जसमा हाम्रो भाइहरू यतापट्टि देखाउनु है ग्रिल बनाउनुमा व्यस्त हुनुहुन्छ उहाँहरूले उता स्वाइनेको सुँगुरको
करङ भयो कुखुराको पाखुरा आदि बनाउँदै हुनुहुन्छ उता लोग्ने मान्छेको ग्रुप खानापिना यहाँ अनि महिलाहरूको ग्रुप उतापट्टि अलग्गै बस्नुभएको छ केही छिनपछि अझै हाम्रो कार्यक्रम यो सुरु भइसकेको छैन एकछिनपछि कार्यक्रमहरू पनि सुरु हुँदैछ त्यो दृश्य तपाईँहरूलाई पछि देखाइन्छ र हाम्रो क्यामेराम्यान आजबाट कृषिको नयाँ क्यामेराम्यान मिस्टर आकाश आर्यालले सुरु गर्दैछ उनी एउटा शिक्षित विद्यार्थी हुनुहुन्छ र सबै डोज भाषा क्यामेरा कम्प्युटरमा हाम्रो कृषिमा 2 जना मास्टरहरू हुनुहुन्छ उहाँको तीसरामा चाहिँ नि आकाश अहिले सबभन्दा पहिला हाम्रो जनक पाठकजी हाम्रो अशोक भाइहरू हुनुहुन्छ उहाँहरूको सँगसँगमा यता अशोक गोलामी उसको पछि नै आकाश अहिले पछि फेरि तलै घाममा बच्चा पनि तलै खेल्छ बन्दै थियो होला 12 बजीसम्म तल झरेपछि फोनै अनै गरेको छैन फेरि 10 बजीतिर फेरि बिजी थियो बेलुका बन्द गरेर बजारमाथि आफैले बन्द गर्छ Dacht toch maar eens in de camera. Zit die gar nicht, ne? Da musst du sofort nach Düsseldorf. Guck mal, die eine ist 5 Jahre alt, der geht in die 1. Klasse. Also, wo wir jetzt in die 6. Klasse gehen, geht sie in die 2. Und mit 6 geht sie dann in die 3. Ja! एक बोतल पानी यदि एक बोतल पानी खाने से बेबी अब तीसरा लीजिए बोले बात एक फुल खाली मैले त हैन सच्ची ए घरै हैन गर्नु मम्मा के गर्नु पर्यो के भएर यहाँ उतै किनेर खाने हो उतै किनेर खाने पकेट मनी भयो किनेर खान्छन् न जुस राख्छ अरू खाजा साजा केही राख्दैन सानैदेखि नानीलाई खाजा त कोनाले लान्छ माछा त त्यो कान्छ लान्छ कल्पना आन्टी राम्री भएर आज राम्री त सधैँ हुने अझ कपाल काटेर कि राम्री भएर आज भन्दा हाम्रो हजुर उता खिचिसकेछु अहिले त्यहाँ परिचय गर्दा फेरि खिचाउँला अहिले पख्ने हाम्रो अशोक भाइले यहाँ मासु ग्रिल गर्दै हुनुहुन्छ एक साइडमा चिकन अर्को साइडमा के भन्ने अब हाम्रो स्वाइन नेपालीमा भन्नु भाउज बङ्गुर होइन तिलक भाइ हुन्न जस्तो लाग्छ मलाई होइन तपाईँ चेलो मामा चेलो भनेकै त्यो हुन्छ नि किन